हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ गाउँमा पानी परेको छ। मौसम धेरै राम्रो गरेको छ हे साथीहरू। यस्तो भइरहेको छ बाटोहरू। यहाँ चाहिँ धारामा पानी बिग्रेको छ, त्यही भएर हामीले ढुङ्गा राखेको छ। अच्छी धेरै नै जाडो छ। करेलाहरू मकैहरू पनि फल्ने बेला भइसक्यो। आच्छी कति जाडो, छाता पनि भिज्यो, लुगाहरू पनि सबै भिजेको छ। नललाई पनि माथि नै फालिदिनु पर्यो। चल्लाहरू पनि भिजिसकेको छ। घरभित्र चाहिँ यस्तो सबै बेकाम भइरहेको छ। सरसफाइ गर्नु पनि छैन। तिउनहरू छ, कसरी आगो फुक्ने, कसरी बनाउने, खाने तनाव छ। यो चाहिँ के हो, कसले काफल टिपेर राखेको रहेछ। एउटा गेरा झाक्दिउँ न त हो। पानी चाहिँ हल्का बिरो भइसकेको छ। यता चाहिँ अहिले भर्खरै हल्का छाता ओर्नु पर्यो, बाहिर जानु पर्यो चिसो हावा खानलाई। भिलेज लाइफ इज बेस्ट साथीहरू। भिलेज चाहिँ यस्तो हुन्छ, हाम्रो घर हो यो। अब रुमालहरू पनि रुजिरहेको छ, माथि निकाल्ने होला। यहाँ चाहिँ अत्तर छ है साथीहरू, अत्तर छ। यो चाहिँ थोरै तल स्कुल पाइको गाउँ हो। अनि त्यहाँदेखि तल पाइ पर्छ गाउँ, अनि यता माथि पाइ पनि एक बबालै गाउँ पर्छ। यस्तै तलको जस्तो गाउँ नै पर्छ साथीहरू। यस्तो राइन्स, यस्तो पानीमा चाहिँ आनन्दले टक्क बसेर कि भेडा बाख्रा हेर्न ठिक हुन्छ नि होइन। सिस्नो छ, के देखाउने साथीहरूलाई। यो चाहिँ हाम्रो गाउँको पुरानो झातो है त। माई गड, त्यसमा चाहिँ निउरा रहेछ। निउरा पनि अब भिजिसकेछ, मलाई मार्ने भए घरकोले। यसलाई चाहिँ भित्र लगेर राखिदिनु पर्छ। आज चाहिँ डह्रो तरिकाले मार्छन् त हो। यस्तो निउरा पनि भिजिसकेछ यार, देखिएन। यसलाई चाहिँ भित्र लगेर राखिदिनु पर्यो। माथि नत्र अहिले देखेपछि फेरि मार्नुहुन्छ घरमा सबैजनाले। ओके बाई, यति नै हो। पानी आएको सिजनमा मैले हजुरहरूलाई यति नै भिडियो देखाएँ। अरू त अब के पो भिडियो बनाउने र। अब बनाउने जस्तो भिडियो पनि छैन। गोठ्नु भए यतायति भए बनाउन सजिलो हुन्थ्यो। आज चाहिँ छैन, गोठ पनि छैन। ओके बाई साथीहरू, यति नै भिडियो भयो आज चाहिँ। अरूको बयरहरू सबै पाकिरहेको छ यहाँ चाहिँ। त्यहाँ चाहिँ बयर पनि देख्न सक्नुहुन्छ। ओके बाई बाई, सी यू टुमारो।